नमस्ते साथीहरू। नेपालमा कागतीको व्यावसायिक खेती गरेर राम्रो आम्दानी गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिले कुन जातको कागती लगाउने भन्ने जानकारी हुनु आवश्यक छ। धेरै कृषकहरूले जात नचिन्दा पछि फल नलाग्ने वा कम फल्ने समस्या भोग्नु परेको छ। नेपालको हावापानीमा व्यावसायिक उत्पादनका लागि नेपाल सरकार राष्ट्रिय कृषि अनुसन्धान परिषद नार्कले केही विशेष जातका कागतीहरू सिफारिस गरेको छ। नेपालमा सबैभन्दा सफल र बढी खेती गर्ने जातहरू आज हामी यहाँ चर्चा गर्न गइरहेका छौँ। सबैभन्दा सुरुमा हामीले लगाउन सकिने कागतीको जात रहेको छ सुन कागती 1। यो नेपालमा सबैभन्दा लोकप्रिय र व्यावसायिक रूपमा सफल जात हो। यसको फल मध्यम खालको करिब 40-50 ग्राम र अन्डा आकारको हुन्छ। यो जातले धेरै उत्पादन दिन्छ र यसमा रसको मात्रा 45% भन्दा बढी उच्च रहेको हुन्छ। यो तराई भित्री मधेस र मध्य पहाडका खोजहरूका लागि अत्यन्त उपयोगी जात मध्येको एक हो। यसमा अन्य जातहरूको तुलनामा रोग सहन सक्ने क्षमता पनि बढी हुन्छ। यसमा क्यान्सरले रोग प्रतिरोधात्मक क्षमता अन्य स्थानीय जातको तुलनामा बढी मात्रामा रहेको हुन्छ। अर्को रहेको छ सुन कागती 2। यो जात पनि व्यावसायिक खेतीका लागि उत्तिकै राम्रो मानिन्छ। यसको फल गोलो र बोक्रा निकै पातलो रहेको हुन्छ। सुन कागती 1 को तुलनामा यसको फल अलि छिटो पाक्ने गर्दछ। यसलाई तराई र मध्य पहाडी क्षेत्रमा सजिलै खेती गर्न सकिन्छ। यो जात पनि बढी फल्ने र रसिलो जातमा गनिन्छ। अर्को जात रहेको छ युरेका कागती। यदि तपाईँ पनि अलि ठुलो साइजको र एनिभर्सरी फल्ने कागती खोज्दै हुनुहुन्छ भने यो उत्कृष्ट विकल्प हुन सक्छ। यसलाई सदाबहार कागती पनि भनिन्छ किनभने यसले वर्षभरि नै फल दिइरहन्छ। अलि लाम्चो र ठुलो आकारको देखिन्छ। यसमा काँडा कम हुन्छ भने जसले गर्दा गोडमेल र टिपाइमा सजिलो हुन्छ। अर्को रहेको छ तराई स्थानीय। तराईका विभिन्न ठाउँमा स्थानीय रूपमा छनौट गरिएका केही कागतीका उन्नत जातहरू मध्ये तराई स्थानीय एउटा विशेष जात हो। यी जातहरू स्थानीय हावापानी र माटोमा भिजिसकेका हुन्छन् जसले गर्दाखेरि स्थानीय रोग र किराहरू सहन सक्ने क्षमता यिनीहरूमा बढी मात्रामा पाइन्छ। कागतीको बिउ छनौट गर्दाखेरि के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरामा पनि धेरै ध्यान दिनुपर्ने हुन्छ। तराई र मध्य पहाडका 800 देखि 1500 मिटर सम्मको लागि सुन कागती 1 र सुन कागती 2 सबैभन्दा उत्तम जातमा मानिन्छ। सधैँ कलमी गरिएको अथवा लेयरिङ गरिएका बिरुवा मात्र छान्नुहोस्। बिउबाट उमारिएका बिरुवा फल्न ढिलो हुन्छ। बिरुवा किन्दा सरकारी मान्यता प्राप्त वा भरपर्दो नर्सरीबाट मात्र किन्नुपर्छ ताकि जातको ग्यारेन्टी होस् र भविष्यमा कुनै पनि समस्याबाट ग्रसित नहोस्। तपाईँ पनि कागती खेती सुरु गर्नु अघि स्थानीय कृषि ज्ञान केन्द्र वा प्राविधिकसँग सल्लाह लिन नभुल्नुहोला। आजको जानकारी कस्तो लाग्यो? यदि तपाईँ पनि कागती खेती गर्ने सोचमा हुनुहुन्छ भने कमेन्टमा लेख्नुहोला। भिडियो मन परे लाइक र सेयर गरिदिनुहोला। धन्यवाद।